हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग। अहिले चाहिँ बिहानको 6:30 भएको छ अनि म चाहिँ उठेर यस किचनमा आएको छु। रुगाले छोडेको छैन गाइस, 20 दिन जति भइसक्यो रुगा लागेको, जाडो छ बाहिर। अब आज चाहिँ स्वस्थानी पूजा हो अनि पूजा भएको कारणले गर्दा मैले र बुढाले चाहिँ अहिले खाना खाँदैन। हामी चाहिँ पूजासुजा गरेर खाना खाने हो। अहिले चाहिँ बुवाको ससुरा बुवाको ड्युटी छ अनि बुवालाई खाना बनाउने अनि नुहाउनु पर्ने छ। गाइस जाडो भएको कारणले गर्दा मैले चाहिँ नुहाएन अहिले। अब खाना बनाउँछु अनि अहिले एकछिनमा नुहाउँछु, फेरि आउँछु। मैले चाहिँ खाना बनाइसकेँ। च्याउको तरकारी बाफ उडेर देखाएन, साग, अचार, दाल अनि भात। म चाहिँ अब खाना पकाएर मेरो बुढा छोरी उठे कि उठेनन् हेर्छु गाइस। छोरी सुत्यो भने मस्त, मेरो हस्बेन्ड चाहिँ नि पनि मस्त सुत्नुहुन्छ। अब उहाँहरू के गर्दै हुनुहुन्छ म हजुरहरूलाई देखाउँछु। हेर्नुहोस् हेर्नुहोस् गाइस, ल हेर्नुहोस्, छोरी भर्खर उठ्दैछ, बुढा यही। छोरी सुत्यो भने बुढा पनि मस्त 9 बजे, हेर्नुहोस् 9 बजे उठ्दै हुनुहुन्छ उहाँहरू दुईजना। ल हेर्नुहोस् यहाँ सानो नमस्ते गरिदेऊ, यहाँ ए नमस्ते गरिदेऊ, उठ नमस्ते गर सानो, नमस्ते सबैजनालाई भनिदेऊ न। हेर्नुहोस् गाइस यस्तो छ रमाइलो। हेर्नुहोस् यहाँ म चाहिँ बिहान 6:30 बजेदेखि उठेर घरको यताउता धन्दा गरेर खानासाना पकाएर आएको। उहाँहरू दुईजना मस्त सुत्नु भएको। अब हामी नुहाउँछौँ गाइस। नुहाइधुवाइ गरेर प्रसाद माल्पा अब पूजालाई सामानहरू फलफुलहरू पञ्चामृत यताउता सबै रेडी गर्दैछौँ स्वस्थानी पूजा गर्नलाई। मेरो छोरी चाहिँ यहाँ रेडी भइसक्यो, पुखुलु लडी लडी। हामी चाहिँ सामानहरू ठिक पारेँ, सबसे भ्याइने मेरो छोरीलाई छ। हेर्नु यहाँ यसले यहाँ बस्न देखाएन, प्रसाद तानेर भाडै चाहिन्छ अरे, फेरि एउटा भयो हुन्न अरे उसलाई फेरि। ए ल चानी आऊ न नगर, ए छि ल ल एउटा ल बुढाबुढीहरूलाई खाना भनेपछि बत्ती बालेको अब के गर्नुपर्छ भने पूजा सम्पन्न अन्तिम अब हामी बत्ती बाल्दैछौँ। हाम्रो पूजाको अन्तिम भयो। सानमीलाई मेरो छोरीलाई मैले टिका लाउन पाइनँ, माथितिर टिका लाउन लगाएर रहेछ। नारायण भगवान चेतन परमेश्वरले रक्षा गर्नु, लक्ष्मी माता ज्ञानी हुनु, कहिले गुरुमुनि भन्ने नलास भगवान शान्ति मात्रै भइरहेको कोटि कोटि नमस्कार। अहिले यहाँ पैसा छैन, अब पैसा दिनु पर्यो। नमस्ते बाबाले टिका लगाइदिनु लानुभएछ छोरीलाई। ल नमस्ते गरिदियो बाबालाई, खै नमस्ते गरे, नमस्ते हो र खै त नमस्ते गरे सानो खै। आज सुत्नु नपर्ने होइन ल। आज श्री स्वस्थानी व्रत समाप्त भयो।
पूजाहरू पनि सकियो आनन्द भयो मनलाई पनि शान्ति भयो अनि हामीले खाना पनि खाइसक्यौँ अनि छोरी पनि सुतिसके अब मेरो पनि यताउता काम छ गाइजहरू आजलाई यति नै लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् बाई बाई